म सानो हुँदादेखि यहाँ साउथ इन्डिया कर्नाटका मुन्डकोट अनि क्याम्प नम्बर 1 गने। अनि पहिला म सानोमा अब लामा पढेको ठाउँ अनि मेरो गुरुको नाम हो कोङ्गो देले साङ्बो। उहाँ खेम्बो हुनुहुन्थ्यो, खेरम्बुचे हुनुहुन्थ्यो। अनि चवे लामा चाहिँ को हुनुहुन्थ्यो भन्दाखेरि हाम्रो तक्लुङ चिटुरिम्बुचे हो। अनि यहाँ जुन चाहिँ यहाँ निङमा भएको चाहिँ कुन सम्प्रदाय निङमा हो भन्दाखेरि छाङदेर हो, दोटा छाङदेर। अनि हाम्रो तक्लुङ चिटुरिम्बुचे चवे लामा हो। अनि त्यसै कारणले गर्दाखेरि चाहिँ त्यो गुम्बा पनि दर्शन गरे। पहिला म सानोमा हुँदाखेरि त म लामा हुँदाखेरि त अब बाँसको घर, छानाहरू पनि यो के अरे पहिला चाहिँ यो अर्कै रुखको बोक्रा जस्तो हुन्थ्यो, त्यस्तोको छाना थियो। पछाडि यो माटोको गैलाको जस्तै छाना भयो। त्यहाँदेखि अहिले त्यति बेलाको तुलना र अहिलेको तुलनामा आकाश पातालको फरक भएको छ। अनि अहिले त गुम्बा स्ल्याब भएर अस्ति म दर्शन गर्नु गएँ, कतिवटा डोनेसन पनि गरेँ। अनि सत्यान गर्नुको लागि अब ग्रह शान्ति, अब एउटा स्वस्थ शान्तिको लागि, कामनाको लागि, यसो पूजाको लागि डोनेट गरेँ। अनि हो त्यस्तो गरेर यो के अरे त्यहाँ बसेँ। अब म यहाँबाट गएको कति भयो भन्दाखेरि 40 वर्षभन्दा बढी भयो। किनभने अब म उता यहाँ कुमाईमा आएको नि झन्डै 40 वर्ष भयो भने त्योभन्दा अगाडिदेखि नै म निस्किएको हो। अनि हो त्यो हुँदाखेरि अब त्यसको बादमा आउँदाखेरि धेरै परिवर्तन भएको रहेछ। अब अहिले यहाँ जुन चाहिँ मेरो साथमा हुनुहुन्थ्यो उहाँ मेरो दाजु हो। उहाँ को दाजु हुनुहुन्छ भन्दाखेरि उहाँ चाहिँ मेरो छ्यामाको छोरा हुनुहुन्थ्यो, छ्यामाको छोरा हो। अनि त्यसै कारणले गर्दाखेरि चाहिँ अनि उहाँ दाजु हुनुहुन्छ। किनभने हाम्रो आमा दिदी बहिनीको छोराहरू अझै अर्को एक भाइ छ, अनि उहाँ हो। अनि म हो, मेरो आमा जेठी हो, उहाँको आमा मैली हो। अनि यो के अरे त्यहाँदेखि अझै एकजना छ्यामा हुनुपर्छ होला, भुटानमा हुनुहुन्छ अरे, उहाँ पनि छ्यामाको छोरा हो। त्यसो गर्दा आमाको दिदी बहिनी 4 बहिनी ठिकै हो। अझै पनि त्यति क्लियर हाम्रो थाहा भएको छैन, तर मैले सुनेको मुताबिक चाहिँ अहिले 4 जना भयो। त्यहाँदेखि अहिले गुम्बामा धेरै अहिले म हाल दाजुकोमा बस्दैछु। दाजुले एउटा रुम खाली रुम दिनुभएको छ। अनि यहाँ बस्दैछौँ। अब मेरो 19 तारिक फ्लाइटको टिकट छ। अनि यहाँ धेरै गुम्बामा परिवर्तन भएको छ। पहिला मूर्तिहरू थिएन, खालि फोटोहरू थियो। अहिले मूर्तिहरू पनि धेरै यो गर्नुभएको रहेछ। अनि घरहरू पनि स्ल्याब हानेर 2-3 तला जस्तो, अनि अलग अलग के आफ्नो कार्यालयहरू पनि बनाएको रहेछ। धेरैवटा कुरो परिवर्तन भएको रहेछ। अनि खुसी लाग्यो, यो एकदमै खुसी लाग्यो। किनभने अब अहिले मान्छे धर्मप्रति एकदम कम्ती मन अनि मनोरञ्जन र कमाउनुपट्टि ज्यादा ध्यान गइसकेको छ। अनि धर्मले पनि अलिक अगाडि बढाएर चाहिँ अनि यो गर्नुपर्ने अवस्था आएको छ। किनभने धर्म छ हामी छौँ, धर्म छैन भने हामी केही पनि गर्न सक्दैनौँ। त्यसै कारणले सबैको मनमा धर्म चेतना खुलाउनुको लागि त धर्म प्रोग्रेस हुनु एकदमै जरुरी छ। अनि त्यही भनेर सबैलाई धन्यवाद। म सानो छँदा पुरानो गुम्बामा
दलाई लामाजी पनि आउनुभएको थियो। अनि उहाँ कतिको टाढोमा बस्नुभएको भन्दा त्यस्तै राखौँ, अब मभन्दा अब ठुल्ठुलो गुरुहरू 5-6 जना पछाडि म थिएँ। अनि उहाँको आसनदेखि हो त्यति डिस्टेन्स नजिकमा दर्शन पाएँ। अनि उहाँको चाहरू चढाउनु भएको, अनि त्यो चा उब्रेको यस्तो प्रसादको रूपमा उहाँको जुठोहरू पनि हामीले पाउन सक्यौँ। त्यति बेला एकदमै हामी अब उहाँहरू त अब एउटा भगवानको रूप हो भनेर चाहिँ हामी बुझ्छौँ। अनि त्यसै कारणले गर्दाखेरि चाहिँ धेरै ठुलो अनि ग्यारमुछे भयो, दलाई लामा मात्रै होइन, दलाई लामा भयो, अनि मेरो खास गुरु चिटी रम्बुछे भयो। अनि त्यहाँदेखि त्यति मात्र नभएर यो के अरे सक्या खोङमा रम्बुछे उहाँहरू पनि दर्शन पाएको। यहाँ वाङहरू 1-2वटा थापेँ सानोमा, तर अब सानो अति सानो भएकोले गर्दा वाङको त त्यति मतलब त थिएन, र पनि सामेल चाहिँ थियौँ। वाङहरू सुङदेहरू हो त्यस्तो हो, त्यो गरेर चाहिँ सानोमा यस्तो गरेको हो मनकोटमा। त्यहाँदेखि पछाडि अब मनकोटबाट निस्केपछि अनि त्यहाँदेखि चाहिँ पाएको छैन। तर सिलगढी सिक्किममा दलाई लामाको दर्शन पाउन सक्यो। कालचक्र ओङ पनि पायौँ, छेवाङ पनि पायौँ, ढोल्माको ओङ ढोकारको ओङ पनि पायौँ। धेरैवटा कुरो ओङहरू उहाँबाट पायौँ। अनि यो के अरे सक्या ठुचे रम्बुछेको पनि दर्शन पायौँ दार्जिलिङमा, घुममा उहाँको गुम्बा हुनुहुन्छ दार्जिलिङ घुममा। अनि उहाँ त्यहाँ आउनुभएको थियो, त्यति बेला उहाँको दर्शन पाएर अनि उहाँले के को ओङ पनि दिनुभएको थियो, त्यसमा पनि सामेल भयौँ, हुन सक्यौँ। त्यति नै, धन्यवाद। अब मेरो मनमा जो मेरो जीवनका घटेका घटनाहरू भयो, अनि यहाँ गाउँका परिस्थितिहरू भयो, यो सबै मैले यो युट्युब मार्फत, यहाँ दाजुको एउटा युट्युब च्यानल खोल्नु भएको रहेछ, उहाँ मेरो दाजु हुनुहुन्छ, उहाँको च्यानलबाट चाहिँ सबै मैले मन्तव्य पोकाइसकेँ। अनि यति नै हो, सबैलाई धन्यवाद। अनि सबैले हेर्नुहुन्छ भन्ने आशा छ। हवस्, धन्यवाद।